ल है आयो खोला खोला को यो खोलाको छेउछेउ उम्रिने तरकारी आयो। तरकारी हेर्नुहोस् त यो के हो यो खोला खोला खोलाको छेउछेउमा हुँदो रहेछ यो। अनि यो तरकारी चाहिँ यो बडा मिठो तरकारी हो भन्ने कुरो सुन्नमा आयो। ठ्याक्कै हेर्दाखेरि पिँडालुकै पात जस्तो छ होइन। म अब यो खोलाको एकदम खोलाको छेउछेउ हिँड्छु। धेरै खोलाको छेउछेउ यो पाउने मलाई चाहिँ लाग्थ्यो के भने यो चाहिँ यो हाम्रो घरतिरको पिँडालु बर्खामा बाढी पहिरो गएर खोलातिर ल्याएर चाहिँ यो खोलातिर उम्रेको हो भने जस्तो लाग्थ्यो मलाई होइन। तर त्यस्तो होइन रहेछ। मैले एउटा बालाई सोधेको यो हलुको कि जलुको के भन्दै थिएँ। बडा राम्रो हुन्छ बाबु यसलाई पकाउन पनि जान्यो भने यो थोरै मिठो हुन्छ र भन्नुहुन्थ्यो। यो खोलाको छेउछेउ पाउँदो रहेछ। जलुको हो कि हलुको के भन्नुहुन्थ्यो बा है। अनि ती बुढा बाले भन्नुभयो। अनि म आज यसो यो चिज खोलामा पाइन्छ भने जाउँ न त। तरकारीको साह्रै खाँचो भएको बेला छ। यो त ढुङ्गाको यस्तो चेपमा पनि हुन्छ त है। यहाँ हेर्नुहोस् त यो खोलो होइन बडा यहाँ दुवा छ। यहाँ खोलाको यो दुवाभन्दा माथितिर ढुङ्गामा नि मजाले यो अलिअलि माटो हुँदा पनि हुँदैछ यसलाई क्या धेरै नचाहिँदैछ हेर्नुहोस् नि। खोइ मजाले यस्तो तरकारी खोलामा तरकारी पाखै पाखामा तरकारी खोलामा माछा अलिकति माथि भित्तातिर यस्ता मिठा मिठा पिँडालु जस्ताखेरि हलुको कि जलुको होइन। यो प्रकृतिले पनि मान्छेलाई खानालाई अनेक बनाएको छ है। खोलातिर गयो यसो दुवाली छुनु त्यहाँ माछा दुवाली थुन्दा माछा पाउँछ। फेरि माछा मात्रै होइन है भ्याउता नि पाउँछ। फेरि भ्याउता त खाने होइन होइन। अनि पुतली पनि रमाएका छन् ल हेर्नु न यो घाम किरो हेर्नु यहाँ रमाएको यो बडा मजाले यही हो। यो यहाँ खोलाको छेउछेउ बडा मजाले रमाउँदो रहेछ है। म पनि आज यस्तै गरी जसरी यो घामकिराहरू रमाएका छन् होइन पुतलीहरू ल हेर्नुहोस् पुतलीहरू रमाएको छ नि। यहाँ पुतली रमाएको हेर्नुहोस् त। म पनि यो खोलाको छेउछेउमा आएर अब म दुवाली चाहिँ थुन्न सक्दिनँ किनभने मसँग औजार छैन होइन। अब यसलाई कोदाली चाहियो। अनि यसलाई अब यतातिर त के होला अब के भन्छ थकौले हो कि। अनि यो झुल चाहियो। आज झुल पनि ल्याएको छुइनँ मैले। ल हेर्नुहोस् यो खोलाको छेउछेउ माथि फेरि सिस्नो ल हेर्नु त सिस्नो लर्केको हावाले। ल हेर्नुहोस् यहाँ सरर यो सिस्नो चाहिँ होइन है। फेरि यो के भन्छ पैलेटी कि पैलेटी के भन्छ होइन। यहाँ हेर्नुहोस् ल हेर्नुहोस् यो चाहिँ प्रेसर सुगर हुनेले खाने सिस्नो। अब जलुको धेरै पाउँदो रहेछ यता जलुको कि हलुको। यसलाई चाहिँ म अलि नाम क्लियर गर्छु। तपाईँकोतिर यसलाई के भन्नुहुन्छ हो यसो भन्नुहोस् ल। यहाँ म पनि बुढाबालाई फेरि भरे गएर सोध्छु। यो भिडियो अपलोड गर्नुभन्दा पहिला ठ्याक्क भनिदिनु भयो भने मलाई पनि राम्रो न। अब ठाउँै पछि फरक हुन्छ कि होइन। अब मलाई पनि थाहा भएन त्यसको नाम पनि होला। पाखामा त्यस्तै खालको भयो भने पिँडालु अब त्यही खोलामा उम्रियो भने जलुको कि हलुको। तर क्याटेगोरी चाहिँ फरक छ है यसको। किन भन्दाखेरि यसको प्रकृति फरक छ होइन। प्रकृति त एउटै हो तर यसको जात चाहिँ के अलि सानो सानो छ। पिँडालु त अलि ठुलै हुन्छ हेर्नुहोस् यहाँ हल्लिएको। अनि हावाले पनि यसलाई चाहिँ यो पनि पुरै रमाएको जस्तो भइरहेछ मलाई देखेर हो कि भनेर त के भन्नु। मान्छे आयो भनेर खुसी भयो होला कि। ल हेर्नुहोस् म पनि अब यो खोलामा आज जलुको सिस्नोहरू खोज्दै होइन। अब भरेलाई तरकारी छैन। अब सिस्नोहरू टिप्दै जलुको चाहिँ अब एकछिनपछि टिप्छु। यहाँ अब यसो त्यहाँ अलिक गुबो भेटाइन गुबो खानुपर्छ भन्नुहुन्थ्यो बाले। अनि जलुको गुबोको खोजीमा छु। अब म हिँड्दैछु
म हिँड्दैछु हेर्नु म हिँड्ने क्रममा छु अब यहाँबाट जम्प हान्नुपर्ने छ मैले जम्प हानिसकेपछि अब म यता आएको छु यहाँ एउटा यो खोलाको बिचमा चाहिँ यहाँ अब ल पार गर्दै म पारी जाँदैछु अनि जलको खोजीमा चाहिँ हिँडेको यस्तो यो के भन्छ यसलाई तरुलका जस्तो पातहरू पनि पाउँछ यो चाहिँ हाम्रो उसमा यो तरुलको यस्तै पात हुन्थ्यो यता खोला पनि बहुत धेरै तरुलका पातहरू हेर्नुहोस् त ठ्याक्कै तरुलको पात ल ठ्याक्कै तरुलहरू हेर्नुपर्ने तर सानो सानो के अब यहाँ के छ भने अब त्यही हो हाम्रो गाउँघरतिर चाहिँ यो ठुलो पिँडालु चाहिँ के अरे तरुल भन्छ तरुलको त्यस्तै बुटो हुन्छ तरुल तर यहाँ चाहिँ सानो सानो तरुल होइन यस्तो कस्तो हुँदो यो मैले सुन्न त सुनेको थिएँ गिट्ठा भ्याकुर हो कि क्या हो यो त अब हेर्नुहोस् त यो खोलाको छेउ बाफ्रे बाफ जलुको हो जलुकै जलुको ल हेर्नुहोस् यहाँ जलुको कि हल्को ल हेर्नुहोस् त फेरि त म चिनी पनि यो मान्छेले त नाटक पारेछ भन्नु होला भाइ मैले त्यति राम्रो चिने चाहिँ छैन तर यो चाहिँ मैले म पनि अब नयाँ हो अब यो के गर्ने यो पाखातिर नपाउने यो खोलातिर मैले पिँडालु भन्ने गर्थेँ तर यो बहुत मिठो हुन्छ अरे अब यसको म गुबो तपाईँलाई चुडेर देखाउँछु यहाँ हेर्नुहोस् त निउरो हो कि के हो यो अचम्मै छ यहाँ त पाखै निउरो बनै निउरो पाखै निउरो तरकारी खोज्दा हेर्नुहोस् त सहर बजारमा कम गाह्रो छ गाउँघरमा हेर्नुहोस् यहाँ म पनि गाउँघरमा आएको निउरो पनि त्यत्तिकै जलुको त्यत्तिकै जलुको यस्तो टिप्नुपर्छ ल हेर्नुहोस् यस्तै अनि यो हलुको कि जलुको यसको टिप्नुपर्छ भने चाहिँ म बालाई भएर लगाएर चाहिँ यो टिपेर लान्छु खोइ यतिवटा मात्रै फेला पर्छ क्या है बुटो त निकै छ त एउटा छैन बुटो मात्रै हो क्या गुबो छैन त यो ठुलै पात खायो नि हुन्छ त यस्तो पात त बडा मजा छ ठुलै पात खाँदा हुन्छ कि त्यही पनि बोकौँ है अब यो कलिलै छ न त ल यसै गरी बोकेर म मजाले हिँड्छु अनि यो हिँडेर अब अरू पनि खोज्नु छ अन्त पनि कहाँ के पाइँदो रहेछ यहाँ त कति निउरो कति हो यो बनमारा है यो बनमारा त तपाईँतिर पनि बहुत म चाहिँ बनमारा चाहिँ थाहा छ है किन भन्दा यो घाउ हुँदाखेरि यो हाम्रो बुवाले यसलाई टिपेर काहीँ रगत आयो भने लगाइदिनु ल हेर्नुहोस् त यहाँ लगाइदिनु हुन्थ्यो क्या त्यो बनमारा अब यहाँ हेर्नुहोस् जलको के हल्को ल हेर्नुहोस् बाफ्रे कति धेरै त है भनेपछि यो खोलाको छेउमा पाउने रहेछ है यो धेरै तपाईँहरूकोतिर त पाखामा पाउँछ होला कहाँ पाउँछ पनि हाम्रोतिर त खोलाको नजिक पाउँदो रहेछ यो म आज यो खोला घुम्न आएको छु यो भिर हो हेर्नुहोस् यो डाँडाको यो माथिबाट आएको म फेरि माथिबाट त्यो रुखबाट आएको भन्नु होला होइन यहाँबाट आएको हेर्नुहोस् त यहाँ आज म यो जलको हलुको निउरो टिप्ने भनेर आइरहेको छु आउँदाखेरि अब मैले के गरेँ त भनेर यसो तपाईँहरूलाई देखाएँ यसो हेर्नुहोस् भिडियोमा मन लाग्यो भने कमेन्ट गर्नु होला चिन्नु भएन भने चिन्ने प्रयास गर्नु होला है यस्तो भयो कत्रो ढुङ्गो हेर्नुहोस् त बहुत ठुलो ढुङ्गो है बाफ्रे बाफ कत्रो ढुङ्गो आज म पनि छक्क परेको छु हो यस्तो आज रमाइलो भएको छ दिन चाहिँ आज म जलुको टिप्ने यहाँले जहाँसुकै हुँदो रहेछ ल हेर्नुहोस् यहाँ जलुको हलुको यो जलुको कि हलुको तपाईँतिर के भन्छ फेरि हामीहरूतिर ताप के भन्दो रहेछ तलाईतिर दिउरे कि देब्रे के भन्छ हेर्नु है त भनेपछि अलिक फरक हुँदो रहेछ त्यसको नाम चाहिँ तपाईँकोतिर के भन्छन् यसलाई यसो यहाँ कमेन्टमा लेख्नुहोस् ल